ल यो हाम्रो बसन्तीलाई मर्मत हुने कार्य जारी नै छ। हाम्रो भाइटीकोमा हेड मिस्त्री काम गरेर सर्टिफिकेट प्राप्त सञ्जीव केरुङ ज्यूले बाइक हेर्दै हुनुहुन्छ। तेल अन अफदेखि लिएर सबै ट्राई गर्दै हुनुहुन्छ र उहाँको ससुराली चाहिँ एकदम कष्टकर लाग्यो मलाई आजको भाइ। अस्ति लगभग 10को छेकमा लिङ्गे पिङ खेल्नु आएको रहेछ राति ससुराली, बाटो बिर्सेर अब अहिले हैरान। अब ज्वाइँ केटालाई ससुराली थाहा छैन फेरि उतल भन्नु यहाँ अर्कै छ अरे, यहाँ अर्कै सिम छ अरे, तल चाहिँ अरे हामी जानुपर्ने अझै अरे जानु खोजेको तल हो तर माथि छिर्यो। वाउ हाम्रो भाइटीकोमा हेड मिस्त्री सर्टिफिकेट प्राप्त हाम्रो के भन्छ बनाउने मेकानिकले नै म सक्दिनँ भनेपछि जाडो लागेको छैन एकछिन त अलिक चिसो लागेपछि यहाँ फेरि यो खटिरा चाहिँ कसको टल्किरहेछ त नि चाबी पनि अनै रहेछ फेरि। त्यसैले बसी हेर्दैछु यी सूर्यास्तको समय बनलु बादलमा लागेको थियो सूर्यास्तको समय कस्तो लाग्छ ए होइन रहेछ सूर्यास्त पो हुँदै रहेछ त्यो सुनसान आकाशमा। पुनः फेरि हाम्रो सवारीका धनी अथवा हाम्रो यस च्यानलका ओनर मिस्टर गाउँले केटोले नै बाइकलाई किक हान्ने क्रम जारी छ। उहाँहरू दुईजना मध्ये कसैले नसकेको खण्डमा मात्रै म मिस्टर सुरज कोइले एक किकमा स्टार्ट गरिदिने बाचाका साथ अहिलेको लागि एकछिन विश्राम। अब गएको होला भनिसक्नु भयो सवारीका धनीले, अब गएको होला त भन्नुभयो तर कहाँ गएको भन्ने चाहिँ थाहा लुक्स हेर्नु न, लुक्स मार्दैन यो बाइकले छैन नि मार्दैन यो बाइकले लुक्स हेर्नु त। अस्ति 70,000 दिइसक्यो थियो छिरिङले, दाइलाई दिइहाल्नु भनेको अलिक मन गरेन। सूर्यास्त पो हुँदै रहेछ। मैले तपाईँहरूलाई ढाँटेको जस्तो लाग्छ भने अहिले यो बाइक साँची छ। भाइटीकोमा सर्टिफिकेट प्राप्त गरेको मेकानिकले एकै तालमा बाइक स्टार्ट गरिदिएर अब हाम्रो हिँड्ने क्रम जारी छ। ल यातायात गर्ने क्रममा बाटो विहित भएर अहिले फेरि हामीले बाटो भेटिसकेको छौँ। जोरलुङ्गे पुल जोरलुङ्गे कति हो अनि उतादेखि न झोलुङ्गे पुल बाटो गन्तव्यदेखि थोरै अगाडि गएको जस्तो सङ्केत पाएर फेरि पुनः अघि बढ्दैछु हामी। अलिक अगाडि बढाऊ यहाँ होइन होटल छ भन्दैछ नि त।
अनि पुलबाट कटेर फेरि ओह्रालो रहेछ मलाई त पुलबाट कटेर फेरि ओह्रालो रहेछ क्या जाउँ पुल कटेर फेरि ओह्रालो त्यो पुल छिर्ने बाटो चाहिँ कहाँ हो यहाँबाट हो सोल्टी झोलुङ्गे पुल प्रवेश गर्ने क्रममा छौँ हामी सोल्टी झोलुङ्गे पुलको एकदमै 50 मिटर नजिक छौँ हामी रिभर फ्रन्ट रिजोर्ट उर्लाबारी एकदमै राम्रो छ बसेर खाना गर्नको लागि एकदमै ओ पुलबाट जान्छ कि हो बाइक पुलबाट जान्छ बाइक देख्न सक्नुहुन्छ एकदमै राम्रो एकदमै कञ्चन एकदमै महकवाला खोला अब चाहिँ त हो का त्यो होइन तोरीबारी ब्युटिफुल तोरीबारी आज त के भन्नु र कस्तो दामी यार 12 घन्टे लाग्यो यार we are reached our destination over here नजिकै हो यहाँबाट त्यस्तो टाढो छैन उति हो क्या अब उति हामी टोइलेट गर्न आउने पिसाब दिशा गर्न आउने टोइलेटै उति छ आज बिहानको 6 बजी घरबाट निस्केको 5:15 बजीको नजिकै हामी हाम्रो गन्तव्यमा पुगेको छौँ भन्ने सङ्केत उहाँजीले दिइसक्नु भएको छ र गोजीमा धन्न चिउरा र बिस्कुट बोकेको थिएँ र आजको यात्रा अलिकति कष्टकर हुनबाट बच्यो भनौँ सहजै भयो चिउरा र भुजिया चाहिँ नबोकेको रहेछु भने चाहिँ आज चाहिँ उहाँ बाटो देख्ने हाम्रो यस च्यानलको मालिक गाउँले केडोले दायाँ बायाँ तल माथि अब होइन थोरै कन्फ्युज भइदियो होइन अब आउँदो त सिधै आउनु खोजेको थियो हो थोरै कन्फ्युज भएर चाहिँ अलिकति घुमेर आएको हो क्या चल्टेहरू यति नगर न ल हाम्रो यहाँ पुनः फेरि यस उपभोक्ता समितिको हाम्रो मूल अध्यक्ष ज्यूसँगै कुरा गरौँ न चाहन्छु किन 50 रुपियाँ पार्किङको दाजु हामीलाई चाहिँ ल युट्युबमा हालेर पैसा कमाउने भयो यार पार्किङ पैसा नि दिनु मान्दैन यार 100 मात्रै होइन 130
ऊ गाडीको बस्ले पनि 16 वर्ष उमेरमा मै पनि झिल्के हुन्थ्यो होला भन्ने गाना दिइरहेको रहेछ त न होला छिर्दैन त दामी तर यार सनसेट चाहिँ सूर्यास्त भनौँ न धेरै लामो छिर्दैन हौ